Hello everyone, and today we're watching History of Nepal from 2007 to 2017 by In-Depth Story. Please go watch the original video. This one's in Hindi or Nepalese, and so it will have the subtitles because that's what we need. But yeah, Ready? these two fat, jobless, slobs are now gonna watch the History of Nepal. Thank you for the recommendation. You know who you are. I said that we would do it. So yeah. I actually have worked with a lot of Nepalese, and so they've told me that they used to have a royal family. Something I didn't even know. I didn't know they had a royal family. But they did. And that royal family, a lot of stuff went down. Like a lot of stuff went down. There was even a civil war in Nepal, and I didn't even know about that either. So I'm sure all this will come into play. But yeah, please go watch the original before you watch this one. And yeah, let's begin. यो तस्बिरमा देखाइएका कतिजनालाई चिन्नुहुन्छ? नेपालमा प्रजातन्त्र स्थापना हुनुभन्दा ठीक 3 दिन अगाडि यानी कि 2007 भारतको एयरपोर्टमा लिएको तस्बिर हो यो। तस्बिरमा नेपालका त्यतिबेलाका राजा त्रिभुवन र महेन्द्रलाई तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र राष्ट्रपति राजेन्द्र प्रसादले विदाई गर्दैछन्। त्यहाँबाट उडेको केही क्षणमा राजा त्रिभुवन र उनको परिवार काठमाडौँ स्थित गौचरण एयरपोर्टमा ल्यान्ड गर्नेवाला छन्। गौचरण एयरपोर्ट भने हाम्रो अहिलेकै त्रिभुवन इन्टरनेसनल एयरपोर्ट हो। उबेला गाई चर्ने ठाउँमा एयरपोर्ट बनेको कारणले गर्दा गौचरण एयरपोर्ट भनिन्थ्यो। गौचरण एयरपोर्ट हुँदै त्रिभुवन इन्टरनेसनल एयरपोर्ट बनेको यो एयरपोर्टलाई त्यो समयमा सर्वसाधारणले यसरी आफै डाँडा चिरेर So I'm assuming it's very well developed now, like very well. गौचरण एयरपोर्ट हुँदै नेपाल फर्किएका राजा त्रिभुवनले 2007 साल 7 गतेको दिन राणा शासनको अन्त्य भयो घोषणा गर्छन्। 2007 सालमा प्रजातन्त्र स्थापना भएपछि 2081 सालसम्ममा आइपुग्दा नेपालमा धेरै उथलपुथलहरू भएका छन्। पहिलो जननिर्वाचित सरकार, राजाको कु, राजा चढेकै गाडीमा बम आक्रमण, पहिलो प्लेन हाइज्याक, सिंहदरबार भित्रै आगलागी, एकमात्र जनमत संग्रह, 10 वर्षे जनयुद्ध, दरबार हत्याकाण्ड, राजतन्त्रको पतन, नाकाबन्दी, 2014 कोरोना, यता नेताहरूको नाटक र नौटंकी। And another thing they've taught me is, so here you're probably thinking, why does it say 2072? It's not, or 2062. It's not cyberpunk. Well, they do their dates differently. That's, I believe that's like how long Nepal's been a country, or how long. Well, yeah. Okay, so they do it differently. Yeah. Okay, that's Or it could be the Buddha. I'm really not sure, but it's something significant like that. I didn't know that it's a war. Neither did I. I didn't know the royal family was not either. I only knew because my friend told me. I know about the earthquakes though. Pandemic makes sense. And my friends have told me that they are extremely corrupt, that the politicians are. But we can't say much. फेरि एक पटक नोस्टाल्जिक फिल गर्दै 2007 साल पछिका सबै घटनाक्रमलाई निहाल्दै हाम्रो विगत बुझ्ने कोसिस गरौँ। प्रस्तुत छ द इन्टायर हिस्ट्री अफ नेपाल आफ्टर 2007। 2007 साल भन्दा अगाडिसम्म 104 वर्षीय जहानीय राणा शासन थियो भन्ने त हामी सबैलाई थाहा छ। अहिले मैले सुरुमा देखाएको इमेज पनि भारतमा दिल्ली सम्झौता गरेर नेपालमा राणा शासनको। Is there still tension today, like between the Rana and everyone else? Because the Rana used to rule everyone else. That's a good question. That's a good question. अन्त्य गर्ने निर्णय भए पछाडि लिएको तस्बिर हो। जङ्गबहादुर राणाबाट सुरु भएको जहानीय राणा शासन मोहन शमशेरसम्म आइपुग्दा केही हदसम्म लेस अटोक्रेटिक हुँदै गएको थियो। पछिल्ला समयहरूमा राणा विरोधी गतिविधिहरू पनि बढ्दै गएका थिए। जब जनतामा चेतना र राजनीतिक जागरण वृद्धि हुँदै गयो,
तब राणा विरोधी आन्दोलनहरू क्रमशः सशक्त हुँदै गयो। So they were very विक्रम popular then. 1988 मा सबैभन्दा पहिला प्रचण्ड गोर्खा नामको संगठन खोलियो जसले राणा विरोधी गतिविधिहरू गर्न थाल्यो। तर राणाहरूले पनि यो संस्थाको बारेमा थाहा पाए र यसमा आबद्धहरूलाई पक्रिए अनि फेरि आन्दोलन सुस्ताउन थाल्यो। तर त्यसकै 5 वर्ष पछाडि फेरि 1993 मा टङ्कप्रसाद आचार्यको सभापतित्वमा नेपाल प्रजा परिषद नामक राजनीतिक दलको गठन भयो। राणाहरूको अन्याय र अत्याचारको विरोध गर्ने, जनतामा जागरण भर्ने, अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्ने सो दलको उद्देश्य थियो। यो दलको प्रभाव यसरी बढ्दै थियो कि I mean, it's like every government. I mean, if you look at history, everyone's government changes at some point from one ruler to the next group of rulers. Yeah. It makes sense. It's meant to happen that way. So how my friend explained, about the Civil War, that he was not in, he wasn't involved, but it did happen around him, like his village, like his actual village, like home village of Beni, he said, Beni, was actually directly affected as well. And they were Maoist rebels against the government, so it was, I had no idea. I felt absolutely like I just was, clueless. I was clueless, and all of a sudden it's like, yeah, it's happened, and I'm like, oh, I don't know why I never thought it did, but yeah. तर राणाहरूले नै यही दलका केही सदस्यहरूलाई नै आफ्नो प्रलोभनमा पारी यसको सबै पदाधिकारीहरूलाई बिस्तारै पक्रिन सुरु गरे। अनि विक्रम सम्वत 1997 को माघ महिनामा शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथिमा र दशरथ चन्दलाई मृत्युदण्ड दिइयो। उनीहरूलाई नेपालको 4 शहीद भनेर पनि चिनिन्छ। त्यस्तै पार्टीका संस्थापक टङ्कप्रसाद आचार्यलाई पनि पक्राउ गरेर जेलमा हालियो। उनलाई जिउँदो शहीद पनि भन्ने गरिन्छ। अब त्यो बेला राजा त त्रिभुवन नै थिए, तर उनी नामको मात्रै राजा थिए। उनी आफैले पनि आफ्नो पुरै पावर एक्सरसाइज गर्नै पाएका थिएनन्। राणा विरुद्ध जनता मात्र होइन, राजा पनि आक्रोशित भएकाले राजा त्रिभुवन स्वयंले राणा विरोधी गतिविधिहरू गरिरहेको प्रजा परिषदलाई आर्थिक सहयोग पठाउने गरेका थिए। यो कुराको सुइँको पाएका राणाहरूले राजाको सम्पूर्ण सुविधा कटौती गरी राजाका गतिविधिमाथि निगरानी बढाएको थियो। राजालाई आफ्नै दरबारभित्र नजरबन्दमा राखिएको थियो। यसरी 4 होनहार युवालाई फाँसी दिएपछि अनि राजालाई नै नजरबन्दमा राखेपछि राणा विरोधी गतिविधि तर त्यसको ठिक dangerous state. जनतामा त्रास Its ruler is being watched. Yeah. त्यही समयतिर राणा प्रधानमन्त्री पद्म शमशेरले So एउटा सार्वजनिक that makes you ask, who's the one with all the power? भनी भाषण गरेका थिए। The leader's यसको not who is. विरुद्धमा 3 धारा संस्कृत पाठशालाका विद्यार्थीले 2004 मा जयन्तु संस्कृतम नामक आन्दोलन चलाएका थिए। That's a lot of people. जनतामा राणाको अत्याचार र अन्यायको विरुद्धमा एकजुट हुने प्रेरणा र जागरण ल्याएको पनि थियो। त्यस्तै विक्रम सम्वत 2006 सालमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो। यी दुई राजनीतिक संगठनको स्थापना पछाडि राणा विरोधी गतिविधिहरू झन तीव्रतासँग बढ्न थाले। अझ नेपाली कांग्रेसको विक्रम सम्वत 2007 असोजमा भारतको बैरगन्यमा भएको सम्मेलनले राणा विरुद्धमा सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो। यस सशस्त्र क्रान्तिमा उप सैनिकहरूले पनि साथ दिएका थिए। त्यस्तै देशभर You know which friend of mine I'm talking about, but I'm not going to say on camera. It's not of people's business. पनि उनीहरूलाई आन्दोलनमा होमिन प्रेरित गर्यो। अर्को कुरा, राणाको आफू भित्रकै आन्तरिक कलह, उही कुर्सीको खेल र शक्ति संघर्षले गर्दा उनीहरू बिस्तारै आफै पनि कमजोर हुँदै थिए र कांग्रेसको सशस्त्र क्रान्तिलाई दबाउनै नसक्ने अवस्थामा पुगेका थिए। त्यही समयतिर आफ्नै दरबारमा कैद भएका राजा त्रिभुवन समेत सशस्त्र क्रान्तिलाई सहयोग गर्नका निम्ति भनेर कार्तिक 23 गते सब परिवार इन्डियन एम्बेसी हुँदै दिल्ली प्रस्थान गर्छन्। त्यतिबेला राजालाई यसरी नजरबन्दमै राखेको बेला पनि उनलाई दिल्ली भगाउन So Nepal and India have a very, very interconnected culture and political situation. Yeah. Like India funds a lot, they give a lot, they export a lot. Does that make sense? Yeah, they export that. They work together with things. उनका निम्ति एकजना जर्मन फिजियोथेरापिस्ट एरिका लुट्याकले धेरै मद्दत गरे। The word
working together is. I mean, we can. It's a light way of saying it, but yeah, we can say that. I mean, you can say that for a lot of countries that we work together. We kind of just use each other back and एरिकाले forth. त्यतिबेला राजा र उनको परिवारलाई भगाएको कहानी मुभी जस्तै अति नै इन्ट्रेस्टिङ छ, जसबारेमा हामीले यो भिडियोमा चर्चा गरिसकेका छौं। हेर्नु भएको छैन भने एकैछिनमा हेर्न सक्नुहुन्छ। अब त्यतिबेला राजा त्रिभुवनको सबै परिवार उनीसँगै दिल्ली भागे पनि त्रिभुवनका 4 वर्षीय नाति ज्ञानेन्द्र भने दरबारमा नभएको कारणले आफ्नो आफन्त कहाँ गएको कारणले गर्दाखेरि त्यतिबेला उनलाई लिएर जान पाउँदैनन्। यो कुरा थाहा पाए पछाडि रिसाएका त्यतिबेलाका प्रधानमन्त्री मोहन शमशेरले तिनै ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरिदिन्छन्। 4 वर्षको बाद घोषणा गरिदिन्छन्। यसरी 2015 सालको दरबार हत्याकाण्ड पछाडि राजा हुनुभन्दा पनि धेरै पहिला एकपटक ज्ञानेन्द्र राजा भइसकेको इतिहासमा देखिन्छ। देश भारतमा गएर आन्दोलन गरिरहेको नेपाली कांग्रेस र राज परिवार एकै ठाउँ उभिए र जसरी पनि राणा शासन फाल्ने भनेर प्रतिज्ञा लिए। यही क्रममा नेपालको पूर्वी पहाडी र विराटनगर क्षेत्र मुक्ति सेनाले कब्जामा लियो भने वीरगञ्जमा क्रान्तिको नेतृत्व गरेका थिरबल मल्लले वीरगति प्राप्त गरे। पश्चिमी क्षेत्रमा क्रान्तिको नेतृत्व गरेका डाक्टर केआई सिंहले भैरवाद क्षेत्रमा ठूलो सफलता पाएका थिए। अब तिनै केआई सिंहको कहानी अति नै इन्ट्रेस्टिङ छ, त्यो पनि एकैछिनमा सुनाउने नै छु। यसैगरी पूर्वी कमान्ड सम्हालेका विश्वेश्वर प्रसाद कोइराला र सुवर्ण शमशेरले बिना युद्ध धेरै स्थान कब्जा गरी जनसरकारको समेत गठन गरेका थिए र जनतालाई कर तिर्नु पर्दैन भनेर कर नतिर्न आह्वान समेत गरेका थिए। यसरी देशैव्यापी रूपमा राणाको विरुद्धमा आवाज बलियो हुँदै थियो र बिस्तारै दिल्लीको सहयोगमा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत राणा विरोधी गतिविधिलाई प्रोत्साहन पुर्याइरहेको थियो। यो अवस्थामा प्रधान So were they just a big family, or were they just people who were invited to positions of power? I was just going to say that, like, are they like an actual Or are they actually all a big family? I was just going to ask that. प्रधानमन्त्री मोहन शमशेर आफ्नै परिवारभित्र राणा परिवारभित्रै एक्लिरहेका थिए। उनीहरूको विवाद चरम बिन्दुमा पुगिरहेको थियो। देशभित्र उनीहरूकै विरुद्धमा क्रान्ति सुरु भइरहेको थियो अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाव खेप्न नसके पछाडि यसबाट अत्तालिएर भारतलाई लौन राजा India's the big, गराइदिनु पर्यो, big neighbor भनेर मोहन शमशेरले अनुरोध गर्छन्। अनि भारतकै नेतृत्वमा विक्रमसम्म 2007 साल फागुन 1 गते दिल्ली सम्झौता हुन्छ। اسمي ريما جميل أبو جراد، عايشة حاليا في مواصل قرارة، كنت ساكنة في غزة الدرج। यो सम्झौतामा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले मेडिएटरको भूमिका खेलेका थिए। यो सम्झौतामा राणाका प्रतिनिधि, नेपाली कांग्रेसका प्रतिनिधि र राजा त्रिभुवन बीच सम्झौता भएको थियो। यो सम्झौतामा श्री 3 यानी कि राणामा रहेको सम्पूर्ण अधिकार श्री 5 महाराज यानी कि राजामा सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने कुरा उल्लेख थियो। आन्दोलनकारीले आन्दोलन रोक्नुपर्ने र हात हतियार सरकारलाई बुझाउनु पर्ने शर्त राखिएको थियो। त्यस्तै प्रधानमन्त्री चाहिँ मोहन शमशेर नै हुने, तर मन्त्रीमण्डलमा चाहिँ 7 जना नेपाली कांग्रेसको तर्फबाट र 7 जना सरकारको काम भनेको चाहिँ विधानसभाको निर्वाचन गर्ने र त्यहाँबाट छानिएका पदाधिकारीहरूले संविधान निर्माण गर्ने भन्ने थियो। यसरी राजा राणा र नेपाली कांग्रेस बीच त्रिपक्षीय सहमति भए पछाडि राजा त्रिभुवन फागुन 4 मा नेपाल फर्किन्छन्। हामीले सुरुमा देखाएको यो तस्बिर त्यही फागुन 4 को हो। अब नेपाल फर्किएपछि विमानस्थलमा उनको भव्य स्वागत हुन्छ र त्यसको 3 दिन पछाडि फागुन 7 गते राणा शासनको अन्त्य भई प्रजातन्त्रको घोषणा हुन्छ। दिल्ली सम्झौताका आधारमा राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भए पछाडि देशमा दलीय राजनीतिक व्यवस्था सुरु हुन्छ। सुरुमा त दिल्लीमा सम्झौता भए अनुसार नेपाली कांग्रेसबाट 7 जना र राणाबाट 7 जना गरेर 14 सदस्यीय मन्त्रीमण्डल गठन गर्ने भनिएको थियो। तर पछि फेरि 5-5 जना गरेर 10 सदस्यीय मन्त्रीमण्डल गठन हुन्छ। नेपाली कांग्रेसका तर दुईटा फरक विचारधारा भएको ग्रुप एकै ठाउँमा आएपछि कसरी काम हुन्थ्यो र राणा र नेपाली कांग्रेसका सदस्य बीच मनमुटाव सुरु हुन्छ र 2008 कार्तिक 8 मा एक दलको मात्र अथवा एउटा पार्टीको मन्त्रीमण्डल कांग्रेसका तर्फबाट मन्त्रीहरूले राजीनामा दिन्छन्। यसको दबावमा A single party should form a cabinet. No, that's dictatorship, isn't it? त्यसपछि राजा त्रिभुवनले नेपाली कांग्रेसका नेता मातृका प्रसाद कोइरालाको नेतृत्वमा 8 जना कांग्रेस र 6 जना स्वतन्त्र हुने गरी 14 सदस्यीय मन्त्रीमण्डल गठन गर्छन्। यस सरकारको मुख्य जिम्मेवारी भनेको विक्रमसम्म 2009 भित्र विधानसभाका लागि आम निर्वाचन गर्नुपर्ने थियो। तर आफ्नै पार्टीभित्रको किचलोले गर्दा यो सरकारले निर्वाचन गर्नै सकेन अनि मातृका प्रसाद कोइरालाले राजीनामा दिए। त्यसपछाडि राजा त्रिभुवनले केशर शमशेरको अध्यक्षतामा 5 सदस्यीय परामर्श सरकारको गठन गरे। यो समयसम्ममा मातृका प्रसाद कोइरालाले कांग्रेसबाट विद्रोह गरेर छुट्टिएर
नयाँ पार्टी राष्ट्रिय प्रजा पार्टीको स्थापना गरेका थिए अनि फेरि राजा त्रिभुवनले उनकै नेतृत्वमा सरकार गठन गरिदिन्छन् मतलब कांग्रेसमा हुँदा चुनाव गर्न नसकेर प्रधानमन्त्रीबाट राजीनामा दिएका व्यक्तिलाई राजाले पार्टी छाड्ने बित्तिकै अर्को पार्टीमा जाने बित्तिकै फेरि प्रधानमन्त्रीमा नियुक्त गरिदिन्छन् मतलब कोही सेन्स अब उनी प्रधानमन्त्री भएकै बेलामा 2-4 वटा अनौठा कुराहरू हुन्छन् जस्तै भारतीय सेना हतियारसहित नेपाल प्रवेश गर्दै थियो भीमदत्त पन्तले विद्रोह गर्दै थिए र विवादस्पद साइन भएको थियो र यही कारणले गर्दा उनको सरकारको तीव्र आलोचना भयो So even India is stepping in now as well. फागुन 18 गते मातृका प्रसाद कोइरालाले राजीनामा दिए But it's not good. विघटन भयो चुनाव गर्ने अनि संविधान निर्माण गर्ने 4 वर्ष भइसकेको थियो तर काम भने केही पनि भएकै थिएन त्यही सरकार फेर्ने बाहेक अरु केही भएकै थिएन यही क्रममा विक्रम सम्वत 2011 फागुन 30 गते राजा त्रिभुवनको मृत्यु हुन्छ अनि चैत 4 गते युवराज महेन्द्र राजा हुन्छन् उनी राजा भएपछि यस्तो प्रधानमन्त्री छान्ने बनाउने के गर्ने काम केही पनि नगर्ने भन्दै We do apologise because we are tired because we didn't really sleep last night and we've already both, well, we're in the middle of our work day really. No, remember we don't have jobs. Oh, sorry, yeah, we don't have jobs. You know, I didn't say that. We just survive off air. What building are we in? What did you pay for the laptop with? What are we sitting in? Someone else's house? Squatting. I mean, we live with Ace in a Squat. 10 महिनासम्म पनि अडिन सक्दैन परिषदलाई प्रजा परिषदका अध्यक्ष टंक प्रसाद आचार्यको नेतृत्वमा 7 सदस्यीय मन्त्रीमण्डल गठन गर्छन् This is a lot of cabinet सरकार पनि forming. लामो समयसम्म टिक्न सक्दैन र विघटन भइहाल्छ अघि राणा शासन फाल्न पश्चिममा एउटा व्यक्तिले विद्रोह गरिरहेको थियो उसको कहानी एकैछिनमा सुनाउँछु भनेर भनेको थिए नि नाम याद छ डाक्टर केआई सिंह But he's back now. There he comes. I like his moustache. His His moustache looks sick. आफ्नो आन्दोलन जारी राखेका थिए तर फेरि देशमा शान्ति आए पनि अशान्ति फैलाउन खोजेको भन्दै उनी र उनका समर्थकलाई गिरफ्तार गरी भैरवा जेलमा राखिएको थियो तर उनी त्यो जेलबाट पनि भाग्न सफल भएका थिए तर फेरि केही महिना पछाडी उनलाई फेरि गिरफ्तार गरेर सिंहदरबार भित्रै राखिएको थियो तर 2008 साल माघ 8 गते राति उनका समर्थकले सिंहदरबार नै आक्रमण गरेर उनलाई जेल मुक्त गराए र उनी भागेर तिब्बत पुगे यो घटना यसरी प्लान्ड वेमा गरिएको थियो कि सिंहदरबार सँगसँगै एयरपोर्ट र त्यो बेलाको कम्युनिकेसन नेटवर्क सबैलाई he just needs to get to the Himalayas mountains, doesn't he? यो बारेमा डिटेल भिडियो हाम्रो फेलो क्रिएटर द नेपाली कमेन्टले बनाइसक्नु नै भएको छ अब जे होस् यो समयमा केआई सिंहलाई छुटाउनका निम्ति त्यति बेलाका युवराज महेन्द्रले समेत सहयोग गरेको भन्ने गरिन्छ र जब राजा त्रिभुवनको मृत्यु हुन्छ र महेन्द्र राजा हुन्छन् तब उनले भागेर तिब्बत पुगेका केआई सिंहलाई नेपाल बोलाउँछन् र उनलाई प्रधानमन्त्री बनाइदिँदै उनकै नेतृत्वमा सरकार गठन गरिदिन्छन् अब यसरी बनेको सरकार पनि जम्मा 3 महिना मात्रै टिक्छ राजा महेन्द्रलाई फेरि मुड स्विङ हुन्छ र केआई सिंहको सरकारलाई विघटन गरी आफैले प्रत्यक्ष शासन सुरु गर्छन् 6 महिनासम्ममा आफै सरकार चलाएपछि उनी थाक्छन् र फेरि नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरको अध्यक्षतामा काम चलाउ सरकार गठन गरिदिन्छन् अब अहिलेसम्म अरूले गर्न नसकेको काम यही काम चलाउ सरकारले गरिदिन्छ यानी कि यही सरकारको अवधिमा नेपाल This happens everywhere. Like there's so many people trying to throw their hat into government and it just weighs it down. Like, Yeah. I mean, Crazy. stupid comment to make, I know, but it happens everywhere, and this is insane. I was surprised when my friend told me that, when he told me about how corrupt Nepal actually is, and I said to him, I'm like, no way. Like the people from there are usually very well mannered, very, patient, charitable and all that, everything else, and he's like, oh, they are, but some have learnt to use that to get to where they are now, and I'm like, oh, okay, all right. Understandable. Foolishly, I thought it was impossible. 2015 साल फागुन 1 गते जारी गरिन्छ र ऐतिहासिक आम निर्वाचन गराउन पनि यो सरकार अघि बढ्छ विक्रम सम्वत 2015 फागुन 7 बाट विक्रम सम्वत 2016 वैशाख 21 It makes sense as well why a lot of people joined the Gurkhas to escape this stuff. ऐतिहासिक आम निर्वाचन सञ्चालन हुन्छ
कुल 109 स्थानमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसले 74 स्थानमा विजय हासिल गर्छ। अनि त्यही निर्वाचन पश्चात नेपाली कांग्रेसका संसदीय दलका नेता बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्छन् र कांग्रेसकै कृष्ण प्रसाद भट्टराई नेपालको पहिलो सभामुखमा निर्वाचित हुन्छन्। अब राजाबाट टीका लगाएर प्रधानमन्त्री हुने चलनको अन्त्य हुँदै देशले पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री पाएको थियो। बीपी कोइरालाबाट धेरैलाई आशा थियो र उनले आशा मुताबिक काम पनि गरिरहेका थिए। जनतामा एकदमै लोकप्रिय हुँदै गएका थिए। तर यता बीपी कोइरालाको लोकप्रियता बढ्दै गर्दा राजा महेन्द्रको लोकप्रियता पनि घट्दै गएको थियो। उनीहरू दुवैजना बीच बेला बेला पावर टसल हुने गर्थ्यो। मतलब कसले के पावर एक्सरसाइज गर्ने त्यसमै विवाद भइरहन्थ्यो। एकपटक चाहिँ एउटा डिनरको क्रममा राजा महेन्द्रले बीपी कोइरालालाई दुईटा बाघ एउटै खोरमा बस्न मिल्दैन सम्म पनि भनेका थिए। यही कुराले नै त्यति बेला महेन्द्रले केही कदम लिइहाल्लान् कि भन्ने संकेत भने देखाएको थियो। नभन्दै पुस 2017 गतेको दिन महेन्द्रले संसद र सरकारलाई निलम्बन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाई राजनीतिक कु गर्छन् र निर्दलीय व्यवस्थाको सुरु गर्छन्। भइरहेको राजनीतिक दलहरू र So a single party state, I assume. Yeah, like a single party state. संगठनहरूलाई समेत यही घोषणाद्वारा हाललाई अवैध घोषित गरी यस्ता संस्थाहरूमा प्रतिबन्ध लगाए। We don't really know what he's saying, so दिनलाई नेपालको इतिहासमा ब्ल्याक डे यानी कि कालो दिन भनेर चिनिन्छ। अब 2007 सालमा निरङ्कुश राणा शासन फालेर नेपालले पहिलोचोटि प्रजातन्त्र अनुभूति गरेको थियो। यसरी 2007 देखि 2017 सम्मको अवधिमा नेपाल एउटा ट्रान्जिसन स्टेजमा थियो। ट्रान्जिसन स्टेजमा इन्स्टेबिलिटी हुनु माइनर कुरा हो। 9 पटक त नेतृत्व नै फेरियो। तैपनि विकासका कामहरू भने भएकै देखिन्थ्यो। जस्तै देशभर स्कुलहरू खुल्ने क्रम बढेको थियो। हवाई सेवाको सुरुवात अनि विस्तार भएको थियो। विक्रमसम्म 2016 मा त्रिभुवन विश्वविद्यालय स्थापना भएको थियो। विभिन्न राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धहरू कायम भएको थियो। टेलिफोन सेवाको सुरुवात भएको थियो। वन जङ्गललाई राष्ट्रियकरण गरिएको थियो र यही समयतिर नेपाल UN को मेम्बर पनि बनेको थियो। त्यसै 2008 श्रावण महिनादेखि बजेट प्रस्तुत पनि गर्न थालिएको थियो। अनि 14 वैशाख 2013 मा नेपाल राष्ट्रिय बैंकको स्थापना पनि भएको थियो। अनि पहिलो निर्वाचन भई जनताले छानेकै व्यक्ति प्रधानमन्त्री चुनिएको थियो। तर अब जनताकै प्रिय प्रधानमन्त्रीलाई नै जेलमा हालेर राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिई 2017 पुस 1 पश्चात निरङ्कुश पञ्चायत व्यवस्थाको सुरु गर्दै थिए। र अब यसरी महेन्द्रको एकलौटी शासन चल्दा नेताहरूलाई जेल हालिदिएको थियो। पार्टीहरू ब्यान्ड थिए। तैपनि यो अवधिमा राजा महेन्द्रलाई नै मार्ने गरी उनकै गाडीमा बम विस्फोट, नेपाल राष्ट्र बैंकको पैसा लुट्नका निम्ति पहिलोचोटि प्लेन हाइज्याक, सिंहदरबारभित्रै आगलागी जस्ता धेरै इन्ट्रेस्टिङ गतिविधिहरू भने भएका छन्। र ती सबैको बारेमा हामी अर्को भिडियो इन्टायर हिस्ट्री अफ नेपाल आफ्टर 2017 मा चर्चा गर्ने नै छौँ। त्यतिन्जेलका लागि च्यानललाई सब्स्क्राइब। It is information overload. I think my brain has fried. It was because they kept having rollers go in, go out, go. I couldn't keep up with the names of them. Like, oh my god. Interesting though. It is very interesting. I can see why. I can see why my sort of like colleagues and friends and that say the situation's like strange in a lot of ways and they don't bother trying to explain it, but I've sort of done my own research to actually look at it myself, and it's very confusing. Can you imagine learning that in school in history class? Not our history. No, I can't imagine learning all that at once. Not my own history either. Like. No, I'm saying like over the years, because like all of them, we have to know them all. I know that there was in Nepal, like the sort of like, the purge of the entire royal family at one point. So I want to see that story, because that always interests me how, like, it's still a mystery today. It's a mystery today of what actually happened. So that could be an interesting video to watch, even if I watch it alone. Sounds interesting though. But yeah, thank you for watching, guys. Please go watch the original video, and yeah, we'll see you next time. Bye bye. Let's go. Time to grind, get inside your mind. Yeah, we working overtime. That's the only way to climb. We gon' make it in our prime. Signing on the dotted line, cashing checks left and right. That's the way I'm living life. I feel alive when